घाम त जानु पर्यो छतमा कहिले गए त अच्छी के होस् दाइ दाइ ओ दाइ दाइ तपाईँ के लानु माने हिजो नि माम खाने आज बिहान नि माम खाँदैन बेबी यार तिमी कहिले कस्तो माम खाऊ भने सुनेन तिमीले म छतमा हाम फाल्दिन्छु बेबी साथी दाइ तपाईँ के क्रिन्ज भयो यस्तो यार अहिलेको जमाना तपाईँ क्रिन्ज हुने हो तल चाहिँ मम्मीलाई भन्छ फेरि तेरो अहिले म पढ्नु पर्छ चुलाएर बेबी माम खान्थ्यो खानु भन त साँच्ची भने माम खान्छ म फोन सोन फुटाइदिन्छु फेरि बेबी साथी यो त म फ्री फायर खेल्छु दाइ फोन नउठाउनु न बरु तपाईँ हाम फाल्नु होइन तर फोन चाहिँ नउठाउनु के म फोन फुटाइदिन्छु बेबी साथी दाइ फोन नउठाउनु भने के म यसमा फ्री फायर खेल्छ टुर्नामेन्ट खेल्छ होइन त्योबाट प्राइजहरू जितिरहेको छ लिगा 1बाट यार तपाईँ यस्तो नगर्नु न यो फोन चाहिँ नउठाउनु न तपाईँ हाम फाल्नु न त यार केही नि हुँदैन कि तपाईँ हाम फाल्यो होइन बरु यो म फोन फुट्यो भने चाहिँ धेरै कुरा हुन्छ कि लिगा 1मा खेल्नु पाउँदैन मैले टुर्नामेन्टहरू प्राइज पनि पाउँदैन प्राइज पाउँछ अरे जितेर अनि लिगा 1 थाहा नि तपाईँलाई दाइ प्राइज चाहिँ मलाई दे दिन्छु तपाईँलाई बरु यो मोबाइल चाहिँ नफुटाउनु है त माम खाऊ है बेबी साथी भनेर माम नि खाँदैन हिजो नि खाएन आज नि खाने खाली बाच्यो फोन